गुड मर्निङ ब्लू ड्रिम्स गार्डनमा तपाईहरु सबैलाई स्वागत छ। आज बिहानै म एमर लिलीको बल्ब कसरी फुलिसकेपछि स्टोर गरेर राख्ने भन्ने बारेमा सानो भिडियो तपाईहरुसँग शेयर गरिरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनुस् होला। हेर्नुस्, फुलिसकेपछि मैले गमलाबाट यसरी निकालेर चाहिँ यसको माटोहरु, यसको सबै जराहरुलाई चाहिँ यसरी मजाले मैले सफा गरिरहेको छु। अनि यसको टुप्पोलाई पनि मजाले काटेर मिलाएर बराबर, यसै जराहरु पनि हामीलाई यति धेरै चाहिँदैन, यसलाई पनि काटेर छाटेर चाहिँ यसरी एकदमै सफासँगले सफा गरेर चाहिँ यसलाई चाहिँ हामी गमलामा चाहिँ स्टोर गरेर राख्न सक्छौं। र गमलामा मैले पटकर लिएको छु र सुक्खा पटकरमा चाहिँ यसरी स्टोर गरेर हामीले राख्न सक्छौं। र तपाईले अरु पनि धानको भुसहरु छ भने धानको भुसमा पनि राख्न सक्नुहुन्छ। अनि यसरी चाहिँ स्टोर गरेर अर्को सिजनको लागि चाहिँ हामीले स्टोर गरेर राख्न सक्छौं। स्टोर गरेको 3 महिनापछि हेर्नुस्, यसमा चाहिँ एकदमै कोपी लागिसकेको छ, फुल्नुलाई एकदमै रेडी छ यो। अनि यसको लागि चाहिँ मैले माटो मिश्रण लिएको छु। कोकोपिट 20%, स्यान्ड 20%, गार्डन सोइल 20%, लिफ मल 20% लिएको छु। र यसमा चाहिँ फेरि पनि भर्मी कम्पोस्ट मिलाइरहेको छु 20%। अनि यसलाई चाहिँ धेरै नै एनर्जी चाहिन्छ। अनि त्यसको लागि मैले नीम केक पाउडर पनि लिएको छु, अनि बोन मिल लिएको छु, डीएपी फर्टिलाइजर पनि लिएको छु, फन्जिसाइड पनि, यो बल्बहरु नकुयोस् अनि एकदमै राम्रोसँगले फुलोस् भनेर यो मलहरु चाहिँ मैले हालिरहेको छु। र यो माटोमा चाहिँ मजाले मिक्स गरेर चाहिँ अनि म यस बल्बलाई रोप्ने छु। हेर्नुस्, मैले बल्बलाई चाहिँ बाहिरबाट सफा गरेको छु, त्यो सुक्खाहरुलाई चाहिँ अनि सफा गरेर चाहिँ अनि यसलाई रोप्नको निम्ति मैले 8 इन्चीको गमला लिएको छु। र तपाईहरुले ठुलो लिएर चाहिँ ठुलो गमला लिएर 4 वटा एकैचोटी रोप्न सक्नुहुन्छ। र यसमा चाहिँ मैले माटो हालेर अब पहिलो बल्ब चाहिँ रोप्न गइरहेको छु। हेर्नुस्, मैले पहिलो बल्ब लिएको छु र यसको टुप्पोलाई चाहिँ माथिपट्टि पारेर हल्कासँगले, धेरै नदबाइकिन अनि 2 इन्ची जस्तो खाली राखेर चाहिँ यसलाई चाहिँ मैले रोपिसकेको छु। हेर्नुस्, मैले पहिलो बल्ब रोपिसकेको छु। अनि त्यसै गरिकन पनि अर्को बल्ब पनि रोप्ने छु। र तपाईहरुले पनि रोप्नु भएको छैन भने चाहिँ रोप्न सक्नुहुन्छ यसरी नै। अनि अर्को पनि मैले रोपेको छु। र तपाईले 4 वटै एउटै ठुलो गमलामा रोप्नु भए पनि हुन्छ। हेर्नुस्, मैले 2 वटै रोपिसकेको छु। रोपिसकेपछि पानी मजाले हाल्नुस् होला, पानी चाहिँ हाल्न नबिर्सिनुस् होला। अनि यसलाई सेडमा राख्ने छौं। हेर्नुस्, 1 महिनापछि फुलिसकेको छ र अरु कलरहरु पनि छ मसँग। हेर्नुस्, मजाले फुलिरहेछ। भिडियोलाई मन परेमा लाइक अनि सब्स्क्राइब गरिदिनुस् अनि शेयर पनि गरिदिनुस् होला। फुलिसकेपछि हेर्नुस्, पत्ता आइसकेको छ। थ्यांक्स फर वाचिङ।